सञ्चालन गरेको यो वीरगञ्ज कृषि औजार कारखाना है। मेसिनको लागि चाहिने यस्तो गोलो च्यादरहरू चाहियो भने यो मेसिनमा चाहिँ हामी डिजाइन गरेर काट्ने हो। यसमा चाहिँ अब तपाईँको फलाम एसएस सबै कपर सबै कुरा चाहिँ काट्छ। यस्तै मेसिन हो, यो लेथ मेसिन भन्छ यसलाई चाहिँ। लेथ मेसिनको यो चाहिँ अब डिजिटल भयो, त्यसमा चाहिँ अब हामीले प्रोग्राम गऱ्यो भने अटोमेटिकली काट्छ। त्यही मेसिनमा चाहिँ हामीले यसरी यो चाहिँ अब चाकपटर मेसिनको टेस्टिङ भइरहेको छ। चाकपटर मेसिन भन्छ यसलाई चाहिँ। यसबाट चाहिँ अब के अरे घाँसलाई टुक्राउने मेसिन अब मार्केटमा त पाउँछ, अभाइलेबल छ। तर यो चाहिँ अलि हामीले बलियो अलिक राम्रो खालको बन्छ कि भनेर हामीले गरिराखेका छौँ। त्यसपछि यो चाहिँ हामीले अब मार्केटबाट लिएर बनाउन सकिन्छ कि नै भनेर अनुसन्धान गर्नको लागि चाहिँ यहाँ बनेको होइन, बाहिरबाट ल्याएको यो। त्यसलाई हेर्नको लागि चाहिँ हामीले लिएर राखेको छ। यो त्यो कोदो कुट्ने यो चाहिँ तपाईँको धान झार्ने, गहुँ झार्ने। यसरी यहाँनिर तपाईँको यो ड्रम चल्छ यसरी। त्यसपछि यहाँनिर हामीले धान गहुँ यसरी राख्यो भने चाहिँ काट्ने काम गर्छ। झाटेर चाहिँ सिधै यताबाट निकालिदिन्छ। यताबाट अलिक भुसहरू भयो, त्यो दाना फल लाग्यो भने त्यो चाहिँ फेरि यताबाट उडाइदिन्छ। फर्स्ट गरेको रिपर मेसिन हो। हेरले चाहिँ धान काटिरहेको थियो एकजना हाम्रो साथीले होइन, यहाँनिर बसेर यसरी काटिरहेको थियो। यही मेसिनको टेस्टिङ भइरहेको थियो यस्तै होइन। यसले चाहिँ अस्ति हाम्रो यो चितवनको माडीमा पनि टेस्ट गऱ्यौँ, त्यसपछि पोखरा पनि गयो, सक्सेस भयो। हजुर, अनि त्यसपछि हुँदैछ। अनि अर्को एउटा नयाँ चाहिँ हाम्रो पहिला 4-5 महिनामा चाहिँ प्रोडक्सनको रूपमा चाहिँ आउँदैछ। यो चाहिँ अब इलेक्ट्रिक ट्र्याक्टर ब्याट्रीबाट चल्ने। अधिकांश अहिले चाहिँ पेट्रोलबाट डिजलबाट चल्ने छ। अब हामीले अहिले त्यस्तो बनाउन नसके पनि इलेक्ट्रिक बनाउन सकिरहेको छौँ भन्ने चाहिँ यो चाहिँ ब्याट्रीबाट चल्ने हो। अनि यहाँ चाहिँ अब चार्जिङ पोर्ट हुन्छ, चार्जिङ गऱ्यो अनि 2-3 घन्टा चाहिँ चल्छ यो चाहिँ। त्यसपछि यहाँनिर यो कति वर्षसम्म यस्तो बन्द भएर पछि सुधार भएको पनि थुप्रै साल भएन बन्द भएको। अलिक सुधार भएको त बेसी भएको छैन। पहिले चलाउनु लाग्यो 3.5 वर्ष। यो चाहिँ हाम्रो के अरे धान रोप्ने मेसिनको चाहिँ रिसर्च भइरहेको छ। त्यो इन्जिनियरमा भयो यो जुत्ता चाहिँ। यो चाहिँ म्यानुअल हामीले लास्ट टाइम बनाएर दिन्छ। हजुर, त्यही 20-25 हजार पर्छ। हजुर, यसमा चाहिँ म्यानुअल कस्तो भन्दाखेरि हातले यसरी रोप्ने खालको। त्यहाँ चाहिँ बिउहरू हुन्छ, त्यो म्याट जस्तो बनाएर धान रोप्ने। यसले चाहिँ रोप्छ होइन। हजुर, यसलाई चाहिँ अब यसरी तान्ने, अनि यसरी पुस गर्दाखेरि पछाडि तान्यो, त्यसपछि यसरी समातेर तल लगेर रोप्छ। त्यसपछि अहिले चाहिँ यो रिसर्चको चाहिँ गर्दैछौँ, इन्जिनबाट चल्ने मेसिन। अनि यसमा चाहिँ तपाईँको पावर चाहिँ इन्जिनबाट दिने भयो। अनि एकचोटिमा चाहिँ यसले 4वटा रुमा रोप्छ। त्यसपछि ह्यान्डल हुन्छ यसरी, ह्यान्डलबाट चाहिँ यसरी हामीले चलाउन सक्छौँ। हलुमै हुँदो रहेछ। ब्यालेन्स गरेर राखेको छ, लो ब्यालेन्स भयो। त्यसपछि अनि यो अब तत्काल अब केही समयपछि टेस्टिङ हुन्छ यसको पनि। अब अहिले अर्को सिजन त गइहाल्यो। यो अनुसार साथीहरू हामीहरूले मिलेर काम गरिरहेछौँ। हजुर, यहाँ कतिजना हुन्छ न मैले अहिले हामी यसको मेसिन चाहियो त्यसपछि यो चाहिँ अब घाँसहरू कोरातमा कोरट्ने होइन, अब स्याउलाहरू सुत्तरहरू गर्नको लागि भयो। अनि यो चाहिँ कोदालीहरू भयो। यो अहिले पछि बनाएको। हजुर, यो चाहिँ प्रोडक्सन त अब यिनीहरू पनि आउँछ बिस्तारै। अब यसमा चाहिँ हामीले टेस्टिङ गरेर अब यो कस्तो हुन्छ मार्केटमा, अनि हामीले अब यसलाई अब भोलि धेरै मात्रामा बनाउनु भन्दा अगाडि टेस्टिङ गर्नुपर्छ। त्यसको काम भइरहेको छ। यसको रिजल्ट राम्रो आयो भने बल्ल मार्केट जान्छ। अब लगत्तै यिनीहरू पनि अब मार्केटमा चाहिँ आउँछ। अनि त्यसपछि यो धान रोप्ने मेसिन हामीले पहिलो वर्ष बनाएको।
अनि त्यसमा चाहिँ हाम्रो केही फल्टहरू आयो गरमको भयो यो भयो त्यो भयो त्यसले गर्दाखेरि अहिले अरू बन्द गरिदिनु भयो काम भइरहेको छ। अनि यो चाहिँ अब आलु राइस काउन्टर यो चाहिँ आलु फलेको आलुलाई चाहिँ निकाल्ने ए आलु हार्भेस्टर भयो। अनि यो चाहिँ आलु रोप्ने मेसिन यो चाहिँ मिनी टिलरमा लाग्छ। पहाडमा हुन्छ नि बेसिकली त्यो के अरे सानो हल्का समथर ठाउँतिर मध्य पहाडी भागमा चाहिँ युज गर्न मिल्छ। टिलरमा जोड्यो त्यहाँ आलु राख्यो होइन एक रोपो जति आलु आउँछ त्यसमा अनि त्यसले रोप्दै 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 भइसक्यो टेस्टिङ भइरहेको छ अहिले। अनि यो चाहिँ चार प्रडक्ट भयो। अनि यो चाहिँ सबै ह्यान्ड टुलहरू जसमा चाहिँ यो माटोलाई चाहिँ पल्टाउने उकेर लगाउने त्यसपछि यस्तो खालको उठाउने होइन। अनि त्यसपछि यो चाहिँ अब तपाईँको कहाँ भन्नु त्यो लिची ए लिची ट्युन्नु अब त्यो पनि यस्तो खालको माथिबाट पनि भोगलाई चाहिँ टिपेर च्याप्पा सर्छ होला नि हजुर यसमा चाहिँ लिचीको लागि बनाएको हामीले यता अगाडिबाट कटिङ ब्लेड छ पछाडिबाट चाहिँ समात्ने पार्ट छ। ए काटेर त्यसले राख्छ हजुर राख्छ च्यापेरै राख्छ हजुर चट्टा काटेर एउटा घाँस काटीहरू यसमा चाहिँ लिचीको बोट चाहिँ अलिक कमल हुन्छ त्यसको फल चल्छ। अनि मस्त बस्यो यसरी अनि यहाँ माटो राख्यो अनि मजाले बनायो। अब अहिले त तपाईँहरूको यसको फ्यासनहरू पनि छ भिडियोहरू बनाएर जान्छ यसरी। अनि यो चाहिँ सबै टिलरमा लाग्ने यो टायरहरूदेखि लिएर कि हलोहरू त्यो सानो मिनी टिलरहरू चाहिँ तपाईँहरू गाउँतिर पाउँछ भने त्यसमा लाग्ने टायरहरू अब यसमा चाहिँ केही सेलेक्ट गरेर चाहिँ हामीले फेरि प्रोडक्सन गर्ने प्लान गर्दैछौँ। अनि त्यसपछि यो ठुलो ट्र्याक्टरमा लाग्ने कल्टिभेटर बेसी तराई एरियाहरूको लागि चाहिने भयो। यो चाहिँ उता पनि परेको हुन्छ यसको सट्टो यो वर्ष हामीले यो पनि यही बनाउनु भएको छ हजुर टेस्टिङ गरिरहेको छौँ यसको। यो पास भएपछि तपाईँले मलाई यहाँबाट फ्याक्ट्रीमा अरूभन्दा पठाउनुहुन्छ सबलाई। अब यो वर्ष चाहिँ हामीले त्यो व्हिल चाहिँ बनाउने आँटेका छौँ। तपाईँहरूलाई चाहियो भने चाहिँ अब 3-4 महिनापछि अभाइलेबल हुन्छ हामीसँग यो व्हिल चाहिँ। यसले चाहिँ तपाईँको त्यो गाउँतिर कस्तो भन्दाखेरि चाहिँ हिलो बनाउने त्यो धान रोप्नको लागि चाहिँ खेतलाई रेडी गर्ने हो पछि त्यो के भन्छ अरे खोप हाल्ने जस्तै। जस्तै यसमा चाहिँ मिनी टेलरमा लाग्छ एउटा सानो खालको छ एउटा ठुलो खालको छ। अनि यो पनि हाम्रो अब यो 3-4 महिना लगेकै हामी यो चाहिँ तपाईँको खुट्टाले यसरी प्याडल चलाउनु अनि यहाँ धान राखेर अनि ए बिना उस यो चाहिँ अब हाम्रो कृषि औजारकै पुरानो मेसिन हो यो चाहिँ। यसलाई चाहिँ हामीले यसरी रङरोगन गरेर यस्तो बनाएको थिएँ भनेर चाहिँ देखाउनलाई बनाएको। खुट्टाले चल्दो रहेछ यसरी खुट्टाले चाहिँ त्यो प्याडल चलाएको खुट्टाले त्यसलाई मिलाएर दबाएर यसरी यसरी घुम्ने भयो अनि सर्र 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 यसबाट चाहिँ फल निकाल्छ। जस लाइन साइन केही पनि चाहिएन अहिले पनि धेरै ठाउँमा युज गर्छ यो मान्छेहरूले। अनि यो चाहिँ अब मल्चिङ गर्ने मेसिन प्लास्टिक बिछाउने यो के अरे प्लास्टिकहरू बिछाउँछ। सरर यो चाहिँ अब सिधै ठुलो ट्र्याक्टरमा लाग्छ बेसिकली पहाड भन्दा पनि हाम्रो तराई एरियाको लागि बनाएको। यसमा चाहिँ सिधै त्यो पार्ट चाहिँ हाम्रो एउटा यहाँनिर एडजस्टेबल एउटा कुनै लिङ्केज हुन्छ त्यो लिङ्केजलाई चाहिँ हामीले लगेर उता ट्र्याक्टरमा जोडिदिन्छौँ। अनि यहाँ चाहिँ प्लास्टिकको रोल हुन्छ अगाडिबाट चाहिँ अब त्यो माटोलाई चाहिँ यसरी पछाडि जान्छ। मार्केटमा चाहिँ रिसर्च गर्नलाई पठाएको छ। राम्रै हाल्को छ। सुरुमा पठाएको मेसिनले चाहिँ केही चाहिँ प्रब्लम आइरहेको थियो त्यसलाई फेरि मोडिफाई गरेर हामीले बनाएर पठाएको। अहिले खुसी हुनुहुन्छ उहाँहरू। अनि त्यसपछि हामीले यसको प्लान गर्थ्यौँ। यो चाहिँ अब तपाईँको गोबरको पानी निचोड्ने मेसिन हो। बेसिकली अब यो गाई फार्महरू भैँसी फार्महरू त्यस्तो ठाउँहरूमा चाहिँ हिलो गोबरलाई चाहिँ सिधै यसमा हालिदिने अनि मोटर चलाइदिने अनि अगाडिबाट चाहिँ तपाईँको सुक्खा गोबर निस्किन्छ। अब यताबाट चाहिँ त्यो त्यसबाट झोल निस्किन्छ। बेसिकली त्यो झोललाई कलेक्ट गरेर झोल मल बनाउनु पनि हुन्छ। योबाट निस्किने के अरे फाइबरलाई चाहिँ अब माटोसँग मिसाएर त्यसरी आजकल त्यो के अरे फुलबारीको लागि बेच्छ मान्छेहरू त्यस्तो पनि गर्छ। हल्का हल्का पनि बस्ने भयो होइन सुक्खा पनि बस्ने भयो।